होइन। सबै मन्त्री बन्ने, सबैले सुविधै खोज्ने होइन, सबैजनाले एकदम चाहिँ नि यो मेरो भाग परेन मलाई अन्याय भयो भनिसकेपछि अनि देश चाहिँ कसले बनाउने? देश कसले बनाउने? त्यस कारणले के हो भने सबभन्दा ठुलो कुरो हो, मलाई त यो सुन्दा हेर्नुहोस् दिक्क पनि लागिसक्यो कि। अब कस्तो दिक्क लाग्यो म त तपाईँहरूको कुरा होइन कि, यो हेर्छु नि यहाँ दल गठन गरेको छ, फलानु देशमा फलानु आइरहेछ, फलानु दलमा फलानु आइरहेछ भने परिवर्तन त बहुत सानो कुराले हुन्छ के। देश परिवर्तन गर्नु पर्यो भने सबभन्दा पहिले के गर्नु पर्यो? मन परिवर्तन गर्नु पर्यो। मन परिवर्तनले मत परिवर्तन हुने हो के, बुझ्नु भएन? मत परिवर्तन भइसकेपछि अनि समाज परिवर्तन हुने। हामी त गर्छौँ फेरि त्यहीँ हाल्छौँ। यो मान्छेले गर्दैन भन्ने थाहा छ, यो अमुक मान्छे चाहिँ ठिक छैन भन्ने हामीलाई थाहा छ, तर के गर्छन् हामी त्यहीँ हालिदिन्छौँ। अनि हुन्छ कसरी?